अब यो नयाँ पुस्ता चाहिँ के छ भन्दाखेरि चाहिँ हजुरको चाहिँ चाँडै चाहने के चाँडै भइहाल्नु पर्यो तुरुन्तको तुरुन्तका तुरुन्त हुनु पर्यो त्यो हुँदैन सर कहीँ पनि हुँदैन त्यो सम्भवै छैन तपाईको मेहनत तपाईको इन्टेग्रिटी हैन तपाईको डिसिप्लिन तपाईको कन्सिस्टेन्सी धेरै कुरा चाहिन्छ नि गर्नलाई हुन त म त्यत्रो माथिल्लो लेभलमा पुगेको त्यो छैन म मिड अफ द चाहिँ हजुरको करियरमै छु म स्ट्रगल नै गर्दैछु अझै चाहिँ जानुपर्ने लामो बाटो छ हैन तर के भन्दाखेरि मेरो चाहिँ युवाहरूलाई के भन्दा तपाईँ हार्डवर्क गर्नुहोस् हार्डवर्कको तपाईँको चाहिँ अल्टरनेट छैन हामी स्मार्ट वर्क भन्छौँ हैन स्मार्ट वर्क अब कति एप्लिकेबल हुन्छ त्यो आई डोन्ट नो तर हार्डवर्क चाहिँ तपाईँले गर्नु पर्यो तपाईसँग कन्सिस्टेन्सी हुनु पर्यो लगातार त्यसमा लागिरहनु पर्यो पक्कै पनि सेल्फ बिलिफ हुनु पर्यो तपाईले आफूले आफूलाई विश्वास गर्नु पर्यो डिसिप्लिन त हुनै पर्यो हैन त्यस पछाडि इन्टिग्रिटी हुनै पर्यो हैन त्यो भएर युवाहरूलाई के भन्छु भन्दाखेरि तपाईँमा यदि आफूमा चाहिँ तपाईँको चाहिँ तपाईँले चाहिँ आफ्नो प्लान गर्दाखेरि लाइफको करियरको प्लान गर्दाखेरि तपाईँ कस्तो खाले मान्छे हो त्यो अनुसारको प्लान गर्नुहोस् र तपाईँको के छ भन्दाखेरि सर्ट टर्म छोटो बाटो नअप्नाउनुहोस् छोटो बाटोले तपाईँ जति पनि हेर्नुहुन्छ तपाईँको चाहिँ छोटो बाटोले तपाईँलाई गलत ठाउँमा पुर्याउँछ कि